हेलो नमस्ते अनि कोनिचिवा यहाँहरूलाई हाम्रो जापान युट्युब च्यानलमा स्वागत छ। आज हामी हाम्रो लाइफमा युज हुने एकदमै बेसिक कुराहरू यहाँहरूलाई सिकाउन गएको छु। लास्टमा टेस्ट पढ्ने छ। टेस्ट पढ्ने दिएर यहाँहरूले कति नम्बर आयो भन्नु होला है त। ल भिडियोलाई सुरु गरौँ है त। अब टिचरलाई सेन्से है त। सेन्से हामीलाई कसले पढाउँछ? सेन्सेले पढाउँछ है। अनि स्कुललाई के भन्छ? गाक्को भन्छ है त। हामी गाक्कोमा पढ्न जान्छौँ स्कुलमा। अनि छ बुक भनेको होन। हामी के पढ्छौँ त? होन पढ्छौँ। क्योकासु पनि भन्छ है बुकलाई है त। वाटरलाई मिजु। हामी के खान्छौँ? दिनकै पानी खान्छौँ है। धेरै पानी खानुपर्छ है त। धेरै पानी है त, मिजु। राइसलाई गोहान। हामी के खान्छौँ? गोहान भनेको भात पनि टन्नै खानुपर्छ है। युनिभर्सिटी चाहिँ हामी दाइगाक्कु भन्छौँ है। दाइगाक्कुलाई चाहिँ युनिभर्सिटी भन्छ है त। युनिभर्सिटी दाइगाक्कु। न्युजपेपर सेन्बुन भनेको के हो? न्युजपेपर सेन्बुन। बल पेनलाई चाहिँ बोरु पेन भन्छ है त। बोरु पेन भनेको के हो रे? बल पेन, हामीले लेख्ने पेन है त। इसु भनेको चाहिँ चेयर। हामी बस्ने चेयरलाई चाहिँ हामीले इसु भन्छौँ है त। इसु है। क्लासरुम है। क्लासरुमलाई चाहिँ के भन्छ? क्योसित्सु। हामी स्कुलमा पढ्ने ठाउँलाई, क्लासरुमलाई क्योसित्सु भन्छ है त। अफिस, काम गर्ने ठाउँलाई, अफिसलाई जिमुस्यो भन्छ है त। अफिसलाई है। टोइलेटलाई तोइरे भन्छ है त। यो काताकानामा हुन्छ है। तोइरे हुन्छ है त। यो चाहिँ प्लेनलाई हिकोकी। हामी जापान आउँदा के चढेर आउँछौँ? हिकोकी चढेर आउँछौँ है त प्लेनमा है, जापानमा। देन्सा भनेको चाहिँ ट्रेन है त। रेललाई चाहिँ देन्सा भन्छ है त। बसलाई चाहिँ के भन्छौँ? बासु। यसलाई काताकानामा लेख्छ है, याद गर्नु है त। बासु भनेको चाहिँ बस। ब्यागलाई चाहिँ खाबान भन्छ है त। खाबान भनेको के हो त? बस। अब छ कुरुमा भनेको चाहिँ के हो? कार भनेको चाहिँ कुरुमा कार। ओके है त। ब्याङ्कलाई चाहिँ गिन्को भन्छ है त। हामीले पैसा झिक्ने ठाउँ होइन त। गिन्को चाहिँ ब्याङ्क है। लाइब्रेरीलाई तोस्योखान भन्छ है त। लाइब्रेरी के हो त? तोस्योखान है त। फ्रेन्डलाई जापानिजमा तोमोदाची भन्छौँ है त। साथीलाई के रे? फेरि है त, तोमोदाची। ब्रेडलाई पान। यो पनि मैले हिरागाना र काताकानामा लेख्दैछु, तर पान मात्रै हुन्छ है त। काताकाना मात्रै हुन्छ। एग भनेको तामागो भनेको के हो? हामीले खाने अन्डा, एग है त। फिस भनेको चाहिँ साकाना भनेको के हो त? फिस है त। माछालाई साकाना भन्छ है। जुत्तालाई कुचु। हामीले लगाएर हिँड्नेलाई जुत्तालाई कुचु भन्छौँ है त। मिल्कलाई घिउ भन्छ है त। के भन्छ अरे? घिउ भनेको चाहिँ मिल्क, दुध है त। फ्यामिली परिवारलाई खाजोकु भन्छौँ है त हामीले हाम्रो परिवारलाई चाहिँ है। फादर भनेको चिची। बुवालाई चाहिँ हामीले जापानिजमा चिची भन्छौँ है त, अथवा ओतोसान है। मदर यानि हाहा। आमालाई चाहिँ हामीले हाहा अथवा ओखासान पनि भन्छौँ। यसो अलिक गाह्रो छ है ओखासान भनेको है त। चिल्ड्रेन भनेको कोदोमो। बच्चाहरूलाई चाहिँ हामीले के भन्छौँ? कोदोमो भन्छौँ है त। बच्चालाई कोदोमो है।
रोड भनेको मिची, मिची भनेको के हो रे? रोड है त। रोड मिची, मिची रोड है। ब्याङ्क, ब्याङ्कलाई हामीले के भन्छौँ? गिन्को। हामी गिन्कोमा के गर्न चाहन्छौँ? पैसा ओखाने झिक्न गिन्कोमा जान्छौँ है। हस्पिटल, हस्पिटललाई ब्योइन भन्छ है त। ब्योइन, हामी के बिरामी भयो भने कता जान्छौँ? हस्पिटल ब्योइनमा। मेडिसिन भनेको के हो त? कुसुरी, कुसुरी मेडिसिन। बिरामी भएपछि कुसुरी खानुपर्छ है। टाइम, टाइम भनेको चाहिँ जी खान, जी खान यानि कि टाइम है त। जी खान है। बिहानलाई के भन्छौँ हामीले? मर्निङ, मर्निङलाई आशा, आशा भन्छौँ है त। जापानिजमा हामीले मर्निङलाई आशा भन्छौँ। डे टाइम हिरुमा, दिउँसोलाई हामीले जापानिजमा हिरुमा भन्छौँ है त। हिरुमा, डे टाइम यानि कि हिरुमा है त। इभिनिङलाई युगाता भन्छौँ है त। युगाता, बेलुकाको समयलाई हामीले जापानिजमा युगाता भन्छौँ है। नाइट टाइम, नाइट टाइम यानि कि योरु, योरु भन्छौँ है। रातिलाई हामीले जापानिजमा योरु भन्छौँ है त। आजलाई हामीले टुडे, क्यो, क्यो यानि कि टुडे, टुडे यानि कि क्यो, आज है त। टुमरो, आसिता, भोलिलाई हामीले आसिता भन्छौँ। एस्टरडे, एस्टरडे चाहिँ किनोउ, किनोउलाई चाहिँ हामीले एस्टरडे, हिजो है त। हिजोलाई हामीले एस्टरडे भन्छौँ। घडी यानि कि टोके, टोके भनेको चाहिँ घडी, घडी यानि कि टोके है त। इयर, इयर भनेको चाहिँ वर्ष, वर्षलाई जापानिजमा नेन भन्छ नि त। इचिनेन भनेको एक वर्ष भयो है त। मन्थ, मन्थलाई चाहिँ गाछु अथवा गेसु अथवा सुगी पनि भनिन्छ है त। रेन अथवा आमे, आमेलाई चाहिँ हामीले जापानिजमा रेन भन्छौँ है त। स्नो, स्नो भनेको चाहिँ युकी, हिउँलाई हामीले जापानिजमा युकी भन्छौँ है त। युकी है त। आजको लागि यति मात्रै मिनिङ। अब लास्टमा टेस्ट छ, यहाँहरूले माथि इङ्ग्लिसमा दिएको छु, तल जापानिजमा आफैले भन्नु। र अन्तिममा हाम्रो भिडियोलाई लाइक, कमेन्ट अनि युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। हस्त धन्यवाद।